नेपालको भूगोल सम्बन्धी सामान्य ज्ञानको क्विज भिडियोमा सबैलाई स्वागत छ। यो भिडियो अन्त्यसम्म हेरी आफ्नो ज्ञानको दायरा बढाउनु होला। पहिलो प्रश्न रहेको छ, रारा राष्ट्रिय निकुञ्जको स्थापना कहिले भएको हो? अप्सन ए 2030, अप्सन बी 2032, अप्सन सी 2035 र अप्सन डी 2037। र यसको सही उत्तर रहेको छ अप्सन बी 2032। रारा राष्ट्रिय निकुञ्जको स्थापना विक्रम सम्वत 2032 मा भएको हो। अर्को प्रश्न रहेको छ, नेपालको श्रीलङ्का भनेर कुन स्थानलाई भनिन्छ? अप्सन ए चितवन, अप्सन बी कोसीटपु, अप्सन सी कर्णाली नदी र अप्सन डी बर्दिया। यसको सही उत्तर रहेको छ कोसीटपु। नेपालको श्रीलङ्का भनेर कोसीटपुलाई चिनिन्छ। अर्को प्रश्न रहेको छ, सगरमाथा पछि नेपालको सबैभन्दा अग्लो पर्वत कुन हो? अप्सन ए लोत्से, अप्सन बी मकालु, अप्सन सी कञ्चनजङ्घा र अप्सन डी चोयु। यसको सही उत्तर रहेको छ कञ्चनजङ्घा। नेपालको सगरमाथा पछिको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घा हो। अर्को प्रश्न रहेको छ, नेपालको कश्मीर भनेर कुन जिल्लालाई चिनिन्छ? अप्सन ए मुस्ताङ, अप्सन बी डोल्पा, अप्सन सी जुम्ला र अप्सन डी मनाङ। यसको सही उत्तर रहेको छ जुम्ला। नेपालको कश्मीर भनेर जुम्ला जिल्लालाई चिनिन्छ। अर्को प्रश्न रहेको छ, हाल कतिवटा राष्ट्रिय निकुञ्ज विश्व सम्पदा सूचीमा सूचीकृत छन्? अप्सन ए 1 वटा, अप्सन बी 2 वटा, अप्सन सी 3 वटा र अप्सन डी 4 वटा। र यसको सही उत्तर हो 2 वटा, सगरमाथा राष्ट्रिय निकुञ्ज र चितवन राष्ट्रिय निकुञ्ज। अर्को प्रश्न रहेको छ, नेपालको सर्वप्रथम सूर्योदय हुने ठाउँ कुन हो? अप्सन ए धनकुटाको भेडेटार, अप्सन बी इलामको अन्तुडाँडा, अप्सन सी सोलुङखुम्बुको नाम्चे र अप्सन डी सिन्धुलीको सिन्धुलीगढी। र यसको सही उत्तर रहेको छ इलामको अन्तुडाँडा। अर्को प्रश्न रहेको छ, सगरमाथाको नामाकरण कसले गरेका हुन्? अप्सन ए डोरिक जर्ज, अप्सन बी बाबुराम आचार्य, अप्सन सी एडमन्ड हिलारी र अप्सन डी तेर्जिङ नोर्गे। र यसको सही उत्तर रहेको छ बाबुराम आचार्य। बाबुराम आचार्यले सगरमाथा भनी नामाकरण गरेका थिए। अर्को प्रश्न रहेको छ, नेपालको प्रामाणिक समय ग्रिनविच मेन टाइम भन्दा कतिले छिटो छ? अप्सन ए 5 घण्टा 30 मिनट, अप्सन बी 5 घण्टा 45 मिनट, अप्सन सी 6 घण्टा र अप्सन डी 5 घण्टा 50 मिनट। यसको सही उत्तर हो 5 घण्टा 45 मिनट। नेपालको समय ग्रिनविच मेन टाइम भन्दा 5 घण्टा 45 मिनट छिटो छ। अर्को प्रश्न रहेको छ, सबैभन्दा बढी 10 जिल्लासँग सिमाना जोडिएको नेपालको जिल्ला कुन हो? अप्सन ए काठमाडौँ, अप्सन बी सिन्धुली, अप्सन सी नुवाकोट र अप्सन डी गोर्खा। यसको सही उत्तर हो सिन्धुली। सिन्धुलीको 10 वटा जिल्लासँग सिमाना जोडिएको छ। अर्को प्रश्न रहेको छ, नेपालको सबैभन्दा अग्लो स्थानमा रहेको जिल्ला सदरमुकाम कुन हो? अप्सन ए मनाङ, अप्सन बी हुम्लाको सिमीकोट, अप्सन सी मुस्ताङ र अप्सन डी जुम्ला। यसको सही उत्तर हो हुम्लाको सिमीकोट। नेपालको सबैभन्दा अग्लो स्थानमा रहेको सदरमुकाम हुम्लाको सिमीकोट हो। अर्को प्रश्न रहेको छ, नेपालको सबैभन्दा कम उचाइमा रहेको जिल्ला सदरमुकाम कुन हो? अप्सन ए जनकपुर, अप्सन बी भैरवा, अप्सन सी जलेश्वर र अप्सन डी नेपालगञ्ज। यसको सही उत्तर रहेको छ जलेश्वर। महतौरीको जलेश्वर नेपालको सबैभन्दा कम उचाइमा रहेको जिल्ला सदरमुकाम हो। अर्को प्रश्न रहेको छ, मन्दिरहरूको सहर भनेर कुन सहरलाई जनाउँछ? अप्सन ए ललितपुर, अप्सन बी भक्तपुर, अप्सन सी काठमाडौँ र अप्सन डी पोखरा। यसको सही उत्तर हो काठमाडौँ। काठमाडौँलाई मन्दिरको सहर भनेर चिनिन्छ। अर्को प्रश्न रहेको छ, झोलुङ्गे पुलको जिल्ला भनेर कुन जिल्लालाई जनाउँछ? अप्सन ए पर्वत, अप्सन बी बागलुङ, अप्सन सी म्याग्दी र अप्सन डी तनहु। यसको सही उत्तर हो बागलुङ। बागलुङलाई नेपालको झोलुङ्गे पुलको जिल्ला भनेर चिनिन्छ। अर्को प्रश्न रहेको छ, नेपालको उत्तरदेखि दक्षिणसम्मको सरदर चौडाइ कति रहेको छ? अप्सन ए 145 किलोमिटर, अप्सन बी 193 किलोमिटर, अप्सन सी 205 किलोमिटर र अप्सन डी 215 किलोमिटर। यसको सही उत्तर रहेको छ 193 किलोमिटर।
अर्को प्रश्न रहेको छ नेपालको सबैभन्दा अग्लो स्तरमा रहेको झरना कुन हो? अप्सन ए ह्यातुङ झरना, अप्सन बी पचाल झरना, अप्सन सी सुलीगढ झरना र अप्सन डी रूपसे झरना। यसको सही उत्तर सुलीगढ झरना। ढोल्पाको सुलीगढ झरना नेपालको सबैभन्दा अग्लो स्तरमा रहेको झरना हो। अर्को प्रश्न रहेको छ नेपालको सबैभन्दा गहिरो नदीको नाम के हो? अप्सन ए कोशी नदी, अप्सन बी गण्डकी नदी, अप्सन सी कर्णाली नदी र अप्सन डी महाकाली नदी। यसको सही उत्तर हो गण्डकी नदी। नेपालको सबैभन्दा गहिरो नदीको नाम गण्डकी नदी हो, जसलाई नारायणी भनेर पनि चिनिन्छ। अर्को प्रश्न रहेको छ नेपाल जस्तै नक्सा भएको जिल्ला कुन हो? अप्सन ए काठमाडौँ, अप्सन बी बागलुङ, अप्सन सी ललितपुर र अप्सन डी भक्तपुर। र यसको सही उत्तर हो बागलुङ। नेपालको नक्सासँग मिल्दोजुल्दो नक्सा भएको जिल्ला बागलुङ हो। अर्को प्रश्न रहेको छ दामोदर हिमालबाट उत्पत्ति भई बग्ने नदीको नाम के हो? अप्सन ए कालीगण्डकी, अप्सन बी मर्स्याङ्दी, अप्सन सी सेती र अप्सन डी तिर्छुली। यसको सही उत्तर हो मर्स्याङ्दी। दामोदर हिमालबाट उत्पत्ति भई बग्ने नदीको नाम मर्स्याङ्दी हो। अर्को प्रश्न रहेको छ छोरोल्पा ताल कुन जिल्लामा पर्दछ? अप्सन ए दोलखा, अप्सन बी सोलुखुम्बु, अप्सन सी सिन्धुपाल्चोक र अप्सन डी रसुवा। यसको सही उत्तर हो दोलखा। छोरोल्पा ताल दोलखा जिल्लामा अवस्थित रहेको छ। अर्को प्रश्न रहेको छ उत्तरमा हिमालय पर्वतदेखि दक्षिणमा महाभारत पर्वतसम्म फैलिएको जिल्ला कुन हो? अप्सन ए सिन्धुली, अप्सन बी धादिङ, अप्सन सी मकवानपुर र अप्सन डी काभ्रेपलाञ्चोक। यसको सही उत्तर हो धादिङ। हिमालयदेखि महाभारत पर्वतसम्म फैलिएको जिल्ला धादिङ हो। अर्को प्रश्न रहेको छ 52 पोखरी 53 तालको जिल्ला भनेर कुन जिल्लालाई चिनिन्छ? अप्सन ए जुम्ला, अप्सन बी डोल्पा, अप्सन सी रुकुम र अप्सन डी मुगु। यसको सही उत्तर हो रुकुम। 52 पोखरी 53 तालको जिल्ला भनेर रुकुम जिल्लालाई चिनिन्छ। अर्को प्रश्न रहेको छ फोक्सुन्डो ताललाई स्थानीय कुन नामले चिनिन्छ? अप्सन ए ताल बाराही, अप्सन बी रिग्म ताल, अप्सन सी दुधकुण्ड र अप्सन डी गोसाई कुण्ड। यसको सही उत्तर हो रिग्म ताल। फोक्सुन्डोलाई स्थानीय भाषामा रिग्म ताल भनेर चिनिन्छ। अर्को प्रश्न रहेको छ 7 कुण्डको जिल्ला भनेर कुन जिल्लालाई चिनिन्छ? अप्सन ए सिन्धुपाल्चोक, अप्सन बी रसुवा, अप्सन सी नुवाकोट र अप्सन डी काभ्रेपलाञ्चोक। यसको सही उत्तर हो रसुवा। 7 कुण्डको जिल्ला भनेर रसुवा जिल्लालाई चिनिन्छ। अर्को प्रश्न रहेको छ नेपालको सबैभन्दा लामो नदी कुन हो? अप्सन ए गण्डकी, अप्सन बी कोशी, अप्सन सी कर्णाली र अप्सन डी नारायणी नदी। यसको सही उत्तर हो कर्णाली। नेपालभित्र बग्ने सबैभन्दा लामो नदी भनेर कर्णाली नदीलाई चिनिन्छ। अर्को प्रश्न रहेको छ 7 पोखरीको जिल्ला भनेर कुन जिल्लालाई चिनिन्छ? अप्सन ए काठमाडौँ, अप्सन बी भक्तपुर, अप्सन सी ललितपुर र अप्सन डी पोखरा। यसको सही उत्तर रहेको छ काठमाडौँ। 7 पोखरीको जिल्ला भनेर काठमाडौँ जिल्लालाई चिनिन्छ। अर्को प्रश्न दिपेन्द्र शिखर कुन जिल्लामा पर्दछ? अप्सन ए इलाम, अप्सन बी धनकुटा, अप्सन सी झापा र अप्सन डी पाँचथर। यसको सही उत्तर हो इलाम। दिपेन्द्र शिखर इलाम जिल्लामा पर्दछ। अर्को प्रश्न रहेको छ नेपालको पूर्वी बिन्दु झापाको काकरभिट्टा हो भने पश्चिम बिन्दु कुन हो? अप्सन ए कञ्चनपुरको दोधारा, अप्सन बी दार्चुलाको कालापानी, अप्सन सी बैतडीको झुलाघाट र अप्सन डी डडेलधुराको जोगबुढा। यसको सही उत्तर रहेको छ कञ्चनपुरको दोधारा। अर्को प्रश्न रहेको छ नेपालको मरुभूमि भनेर कुन ठाउँलाई बुझिन्छ? अप्सन ए डोल्पा, अप्सन बी मुस्ताङ, अप्सन सी मनाङ र अप्सन डी जुम्ला। यसको सही उत्तर हो मुस्ताङ। नेपालको मरुभूमि भनेर मुस्ताङ जिल्लालाई चिनिन्छ। अर्को प्रश्न सर्वप्रथम कुन राष्ट्रिय निकुञ्ज विश्व सम्पदा सूचीमा सूचीकृत भएको थियो? अप्सन ए चितवन राष्ट्रिय निकुञ्ज, अप्सन बी सगरमाथा राष्ट्रिय निकुञ्ज, अप्सन सी रारा राष्ट्रिय निकुञ्ज र अप्सन डी लामटाम राष्ट्रिय निकुञ्ज।
यसको उत्तर रहेको छ सगरमाथा राष्ट्रिय निकुञ्ज, जुन 1979 मा विश्व सम्पदा सूचीमा सूचीकृत भएको थियो। अर्को प्रश्न रहेको छ काँक्रेबिहार कुन जिल्लामा पर्दछ? अप्सन ए दाङ, अप्सन बी सुर्खेत, अप्सन सी बर्दिया र अप्सन डी बाँके। यसको सही उत्तर सुर्खेत। काँक्रेबिहार सुर्खेत जिल्लामा पर्दछ। अर्को प्रश्न रहेको छ गंगा जमुना झरना कुन जिल्लामा पर्दछ? अप्सन ए धादिङ, अप्सन बी नुवाकोट, अप्सन सी रसुवा र अप्सन डी गोरखा। यसको सही उत्तर धादिङ। गंगा जमुना झरना धादिङ जिल्लामा पर्दछ। अर्को प्रश्न रहेको छ से फोक्सोन राष्ट्रिय निकुञ्जको क्षेत्रफल कति रहेको छ? अप्सन ए 3555 वर्ग किमी, अप्सन बी 3755 वर्ग किमी, अप्सन सी 3750 वर्ग किमी र अप्सन डी 3550 वर्ग किमी। यसको सही उत्तर हो 3555 वर्ग किमी। अर्को प्रश्न रहेको छ नेपालको कुन नदीमा डल्फिन पाइएको छ? अप्सन ए कोशी, अप्सन बी गण्डकी, अप्सन सी कर्णाली र अप्सन डी नारायणी। यसको सही उत्तर हो कर्णाली। नेपालको कर्णाली नदीमा डल्फिन पाइएको छ। अर्को प्रश्न रहेको छ हलेसी महादेवको मन्दिर कुन जिल्लामा पर्दछ? अप्सन ए सोलुखुम्बु, अप्सन बी खोटाङ, अप्सन सी भोजपुर र अप्सन डी ओखलढुङ्गा। यसको सही उत्तर हो खोटाङ। हलेसी महादेवको मन्दिर खोटाङ जिल्लामा पर्दछ। अर्को प्रश्न रहेको छ दैलेख जिल्ला के का लागि प्रसिद्ध छ? अप्सन ए तामा, अप्सन बी फलाम, अप्सन सी सावरछाला र अप्सन डी चुनढुङ्गा। यसको सही उत्तर हो सावरछाला। दैलेख जिल्ला सावरछालाको लागि प्रसिद्ध छ। अर्को प्रश्न काठमाडौँबाट सबैभन्दा नजिक पर्ने हिमाल कुन हो? अप्सन ए लामटाङ, अप्सन बी गणेश हिमाल, अप्सन सी जुगल र अप्सन डी गौरी शङ्कर। यसको सही उत्तर हो जुगल हिमाल। काठमाडौँबाट सबैभन्दा नजिक पर्ने हिमाल जुगल हिमाल हो। अर्को प्रश्न रहेको छ तीन तिरबाट नदीले सिमाना छुट्याएको जिल्ला कुन हो? अप्सन ए खोटाङ, अप्सन बी ओखलढुङ्गा, अप्सन सी भोजपुर र अप्सन डी उदयपुर। यसको सही उत्तर हो ओखलढुङ्गा। तीन तिरबाट नदीले सिमाना छुट्याएको जिल्ला ओखलढुङ्गा हो। अर्को प्रश्न रहेको छ सप्तगण्डकीको सबैभन्दा ठूलो सहायक नदी कुन हो? अप्सन ए बुढी गण्डकी, अप्सन बी काली गण्डकी, अप्सन सी मर्स्याङ्दी र अप्सन डी तिर्छुली। यसको सही उत्तर हो काली गण्डकी। सप्तगण्डकीको सबैभन्दा ठूलो सहायक नदी काली गण्डकी नदी हो। अर्को प्रश्न रहेको छ महेन्द्र राजमार्गले नछुने तराईको जिल्ला कुन हो? अप्सन ए बारा, अप्सन बी पर्सा, अप्सन सी रौतहट र अप्सन डी सप्तरी। यसको सही उत्तर हो पर्सा। महेन्द्र राजमार्गले नछुने तराईको जिल्ला पर्सा हो। अर्को प्रश्न रहेको छ फेवातालभित्र रहेको मन्दिरको नाम के हो? अप्सन ए विन्ध्यवासिनी, अप्सन बी तालबाराही, अप्सन सी भद्रकाली, अप्सन डी पामै मन्दिर। यसको सही उत्तर हो तालबाराही। फेवातालभित्र रहेको मन्दिरको नाम तालबाराही हो। अर्को प्रश्न रहेको छ नेपालको सबैभन्दा कम पानी पर्ने जिल्ला कुन हो? अप्सन ए मनाङ, अप्सन बी मुस्ताङ, अप्सन सी डोल्पा र अप्सन डी जुम्ला। सही उत्तर रहेको छ मुस्ताङ। नेपालको सबैभन्दा कम पानी पर्ने जिल्ला मुस्ताङ जिल्ला हो। अर्को प्रश्न रहेको छ नेपालमा सबैभन्दा धेरै पानी पर्ने जिल्ला कुन हो? अप्सन ए कास्की, अप्सन बी इलाम, अप्सन सी झापा र अप्सन डी चितवन। यसको उत्तर तपाईलाई थाहा छ भने उत्तर कमेन्ट गर्नुहोला। साथीहरू तपाईलाई यो सामान्य ज्ञानमा आधारित नेपालको भूगोलको क्विज भिडियो कस्तो लाग्यो? राम्रो लागेमा भिडियो लाइक गरिदिनु होला र आफ्ना साथीहरूलाई शेयर गरिदिनु होला। धन्यवाद।